पनि छ र अब यस कार्यक्रमका सभाध्यक्षता आसन ग्रहण गर्नुभएका श्री पसल रोकाज्यू र शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्सका अध्यक्षज्यूलाई यस कार्यक्रम विसर्जन गर्नको लागि म हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालिका सदिक्षा शाह पनि बिदा माग्छु र यस अस्पतालले पक्कै पनि कर्णाली प्रदेश विशेष गरी सुर्खेतलाई र कर्णाली प्रदेशका बिरामी दुम दुखीहरूको सेवामा अपरत रूपमा खटिरहोस् अगाडि बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु। नमस्कार। धन्यवाद उद्घोषक मित्र सदस्य शाह। आज हाम्रो शुभलक्ष्मी हस्पिटलको भव्य कार्यक्रमलाई सफल पार्नको निम्ति उद्घोषक गर्नुभयो, टाढाबाट यहाँ आउनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रमको अन्तिम चरणमा छु। आज यस शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स हस्पिटल प्रणालीको हामीले भव्य र सभ्य रूपमा हामीले कार्यक्रम सञ्चालन गरेका थियौं र हिजो मात्रै यस उपराष्ट्रपतिको कार्यालयबाट यस कार्यक्रम पास भएको थियो। तर दुःखलाग्दो कुरा के हो भने उहाँ आइरहँदा 12 बजे रातिबाट यस हस्पिटलको आसपासमा विभिन्न सेक्युरिटीहरू खटिरहँदा सेक्युरिटीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुभएका आदरणीय व्यक्तित्व सम्माननीय पिताज्यू र अतिथिको रूपमा पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू र कर्मचारीको रूपमा पाल्नुभएका सम्पूर्ण यस हस्पिटलका कर्मचारीहरू र उपस्थित आमाबुवा दाजुभाइ र पत्रकार साथीहरू र तपाई समक्ष र यस देउती टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा आजको यस कार्यक्रमको सभाध्यक्ष र हस्पिटलको चेयरम्यानको तर्फबाट नमस्ते अभिवादन गर्न चाहन्छु, निवेदन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आज म तपाई समक्ष के भन्न चाहन्छु भन्दाखेरि जुन कर्णाली प्रदेश एउटा 10 वटा जिल्ला छ, 10 वटा जिल्लामा मध्ये पनि एउटा विकट जिल्लाहरू छन्। आज सिटामल नपाएर छटपटाइरहेको अवस्था छ, तर राज्य नेता यस्तो छन् जुन सिटामल नपाएर छटपटाइरहेका ती बिरामीहरूलाई त्यहाँ मर्न दिएका छन्, तर ठूलो उपचार गर्नु परेको खण्डमा उहाँहरूको बाजादेखि एउटा सम्पत्ति आर्जन गरेर त्यो सम्पत्ति उनीहरू बेच्न बाध्य हुन्छन्। तर कर्णाली प्रदेशमा त्यस्तो सुविधा नभइरहँदा उनीहरू काठमाडौँ, बाहिर देश र लखनऊ जस्तो महँगो ठाउँमा जान बाध्य थिए। त्यो सिलसिलालाई हामीले र त्यस्ता बिरामीहरूलाई रोक्नको लागि हामीले जुन एउटा डिजिटल प्रविधिको कर्णाली प्रदेशको एउटा 1 नम्बर हस्पिटल भएको घोषणा पनि गर्दछु र प्राइभेट हिसाबले कर्णाली प्रदेशको एउटा डिजिटल हस्पिटल छ। हामीले आफ्नो व्यक्तिगत शर्त र व्यक्ति बिजनेसको लागि केही छैन, यो एउटा तपाईहरूको सुविधाको लागि छ। र अर्को कुरा के छ भन्दाखेरि जुन कर्णाली प्रदेशले अहिले हेलिकप्टरको 1 महिनाको करोडौं पैसा तिरेर भाडामा लिइरहेको छ। सुत्केरी महिलाहरू अकालमै रक्त भएर अकालमै ज्यान जान बाध्य छन्, तर हेलिकप्टर कुनै ठाउँ गइरहेको छ, कुनै ठाउँ गइरहेको अवस्था छैन र त्यस कारणले गर्दा यो हस्पिटल हामीले त्यो सेवा सुविधाको रूपले हामीले खोलिरहेका छौं। यहाँ विभिन्न कर्मचारीहरू उपस्थित हुनुहुन्छ। सेतो एउटा कोड लगाएर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण कर्मचारीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि तपाईहरूले जुन लामो संघर्ष गरेर एउटा पीसीएल नर्सिङ पढिरहनु भयो, तपाईको पीडा मर्का मैले बुझ्छु, किनकि म सिटिभिटीमा पनि लामो संघर्ष गरेको एउटा व्यक्ति हुँ।
आज तपाईहरूले 8-10 लाख खर्च गरिरहँदा तपाईहरूको स्यालेरी जम्मा राज्यले तोकेको 15,000 देखि सेवा सुविधा गरेर एउटा 25,000 पुगिरहेको छ। कति दुःखको पीडा छ। तपाईको बुवा आमाहरूले एउटा छोरी डाक्टर बनाउन् भनेर तपाईको बुवा आमाले सपना बोकिरहनु भएको छ, तर बाध्यतावश नेपालमा बस्न नसकेर बाहिर देश पलायन हुनुपर्छ। हामी कति दुखी छौं। त्यस कारणले गर्दा सम्पूर्ण तपाईहरूको सपोर्ट हामीलाई अवश्य नै हुनेछ। हामी कदापि पनि पछाडी हामी सर्ने छैनौं। यो हस्पिटललाई आज जुन तपाईहरूले निरीक्षण गर्नुभयो, हस्पिटल एउटा डिजिटल प्रविधिको छ। भोलिको दिनमा गएर हामीले यस हस्पिटललाई उन्नति गर्नेछौँ। जुन हाम्रो हस्पिटलको सम्पूर्ण संरचना पूरा भइसकेपछि मिति 2076 साल 6 महिना 17 गते जुन हामीले स्वास्थ्य मन्त्रालय केन्द्रको स्वास्थ्य मन्त्रालय अन्तर्गत कर्णाली प्रदेशको महाशाखामा हामीले निवेदन दिएका थियौं, तर दशैंको विदाईको कारणले गर्दा हामीलाई दशैं विदानी अगाडि हामीलाई सञ्चालन गर्ने भनेर अनुमति दियो। त्यसपछि हामीले अनुगमन टोली खट्न सक्नु भएन। दशैंको कारणले गर्दा मिति 2076 साल 7 महिना 2 गते अनुगमन टोली खटिएर हस्पिटललाई निरीक्षण गरेर उत्साहितजनक भयो र मिति 2076 साल 7 महिना 5 गते हामीले जुन स्वीकृति प्राप्त गर्यौं, त्यसको लगतै हामीले हस्पिटल बिरामीहरू भर्ना गर्न सुरु गर्यौं र आज लखनऊ जस्तो ठाउँमा, काठमाडौँ जस्तो ठाउँमा बिरामीहरू रिफर भइरहँदा आज एउटा कर्णाली प्रदेशको डिजिटल रूपमा उत्पादन भइरहँदा लखनऊको बिरामी आएर अहिले पनि हाम्रोमा भर्ना भइरहेका छन्। यो खुसी तपाई समक्ष म व्यक्त गर्न चाहन्छु र हस्पिटलको हाम्रो प्रतिवेदन के रहेको छ भन्दाखेरि शुभलक्ष्मी हस्पिटलको उद्घाटन क्रममा म तपाईसँग मेरो खुसी व्यक्त गर्दछु। शुभलक्ष्मी अस्पताल हामीले स्वास्थ्य सेवाको हिसाबले स्थापना गरेका छौं। बिरामी केन्द्रित स्वास्थ्य सेवा, जसको अर्थ बिरामीहरूलाई आवश्यकता पर्ने सबै कुरा प्रदान गर्नु हो। गम्भीर महत्वपूर्ण हिसाबले र पिछडिएका जिल्लाहरूमा आर्थिक स्थिति कमजोर भएर महँगा शहर पिराउन नसक्दा ज्यादै हामी दुखी भएका थियौं। यो समस्याको समाधान गर्नको लागि हामीले शुभलक्ष्मी हस्पिटल स्थापना गरेका छौं। बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले हस्पिटल खोलेको तपाई समक्ष म यथावत जानकारी गराउन चाहन्छु। शुभलक्ष्मी हस्पिटलका कर्मचारीहरूले बिरामीहरूलाई सेवा राम्रो दिएर राम्रो स्वास्थ्यको नाम राख्नेछन् भन्ने कुरा पुनः विश्वास दिलाउँदछु। हामी घोषणा गर्दछौं शुभलक्ष्मी हस्पिटल कर्णाली प्रदेशकै अत्याधुनिक प्रविधिको पहिलो स्थानमै भएको पनि तपाई समक्ष म घोषणा गर्दछु। शुभलक्ष्मी हस्पिटलमा ग्राहकहरू, शीर्ष प्रतिष्ठा व्यक्तिहरू र साधारण पनि रहनेछन्। शुभलक्ष्मी हस्पिटल संरचनाको हिसाबले नै सुन्दरता छ। हामीले मेडिकल विशेषताहरू र टेक्नोलोजिकल स्तर वृद्धि गर्ने कुरामा जोड दिएका छौं। चिकित्सा हेरचाहले संसारको ठूलो दिशा बनाइरहेको छ। पछिल्ला घटनाक्रमश निरन्तरता दिन हामीले आफ्नो औँलाहरूमा निरन्तर रहन हाम्रो टिमले आवश्यकता ठानेको छ। शुभलक्ष्मी हस्पिटल कायम राख्न र विकास गर्न हामी प्रतिबद्धता छौं। चिकित्सा हेरचाहको डोमेनले आत्मसन्तुष्टिको लागि कुनै स्कोप अनुमति दिँदैन। नयाँ स्वास्थ्य चुनौतीहरू ग्यारेन्टी गर्दछ, जुन हामीले हाम्रो व्यवसाय शिव र साधनहरूको भण्डार थप्दैछौं। हाम्रो हस्पिटल टिमको लागि चिकित्सा सेवा एउटा पेशा मात्रै होइन, यो कलिङ र मिशन हो, जहाँ मुटु प्राय दिमाग भन्दा बढी महत्वपूर्ण भूमिका खेल्दछ। विभिन्न बिरामीहरूबाट हुने बिरामीलाई कम गर्न शुभलक्ष्मी हस्पिटल आफ्नो बेडको क्षमता र नयाँ हेरचाह केन्द्रहरू जस्तै इकोनोमीलाई थप योजना बनाइरहेको छ। राम्रो स्वास्थ्य सेवाका लागि ठूलो संख्यामा नेपालीहरू
विदेश जान्छन् किनकि उनीहरू विश्वास गर्दछन् कि नेपालमा अवस्थित अस्पताल पूर्वाधार त्यसको गुणको स्वास्थ्य सेवा सम्भव छैन भन्ने कुरामा नेपालका डाक्टरहरू प्रमाणित गर्दछन्। स्वास्थ्य सेवा सम्भव छ तर प्रविधिको अभाव हो। ती प्रविधि हामीले शुभलक्ष्मी हस्पिटलमा राखिसकेका छौँ। कुनै छुट भए हामीले सम्पूर्ण ग्राहकहरूलाई सल्लाह लिई त्यसलाई हामी छिटो नै अगाडि बढाउनेछौँ। यद्यपि अन्तर्राष्ट्रिय स्वास्थ्य यात्रा गर्न सक्ने मानिसहरू नेपालीका सम्पूर्ण जनसङ्ख्या थोरै अल्पसङ्ख्या मात्र हुन् जो अझै किफायती लागतमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय बिरामी केन्द्रित स्वास्थ्य केन्द्रको गम्भीर आवश्यकताको साथ बाँकी छन्। यस्तै धेरै युवा र भर्खरै प्रशिक्षित नर्स चिकित्सक विदेशमा राम्रो रोजगारीको अवसरको खोजीमा देश छाड्न बाध्य छन्। त्यस्ता युवाहरू पूर्वाधार र उनीहरूको मनको सबै कुरा गरेर हामी अगाडि बढ्ने बाचा तपाईँ समक्ष म गर्दछु। र अन्त्यमा म के भन्न चाहन्छु भने तपाईहरूको साथ सपोर्ट र सधैँभरि रहनेछ। यहाँ हाम्रो समाज एउटा यस्तो छ न आफू प्रगति गर्न सक्छ न अरूले प्रगति गरेको देख्दछ र एक अर्कामा खुट्टा तान्ने प्रविधि जबसम्म बढ्दछ तबसम्म हामी व्यवसायहरू पछाडि पर्नेछौँ। हामीले त राज्यलाई एउटा कर तिरिरहेका छौँ। त्यही करबाट राज्यका कर्मचारीहरू र राज्यका मन्त्रीमण्डलहरू र सम्पूर्ण प्रतिनिधिहरू त्यही तलबबाट आफ्नो तलब खाइरहेका छन् र परिवारहरू पालिरहेका छन्। तर आज म जबसम्म यो देशमा स्वतन्त्रता अधिकार जनताको हुँदैन तबसम्म हामीले केही गर्न सक्ने स्थिति म देख्दिनँ। किनभने यहाँ भ्रष्टाचारी मुख्यहरू पनि यहाँ धेरै छन्। त्यस्ता दलाली माफियाहरूलाई पनि हामीले व्यवसायहरूले अब अगाडि बढेर अन्त्य गर्न जरुरी छ। आजको यस कार्यक्रम तपाईहरूले अहिलेसम्म धैर्य धारण गर्नुभयो। बिहानको 9 बजेदेखि यस कार्यक्रममा उपस्थित हुनुभयो। तपाईहरूले खाना पनि खानु भएको छैन होला। हामीले चियापानको एउटा व्यवस्था गरेका छौँ। अवश्य नै तपाईहरू त्यस चियापान कार्यक्रममा खुसी हुनुहोला र तपाईहरूको साथ सपोर्ट सदाभरि रहनेछ। यो शुभलक्ष्मी हस्पिटल एउटा हाम्रो हस्पिटल मात्र नभएर यो सम्पूर्ण तपाईहरूको हस्पिटल हो। हामी त एउटा लगानीकर्ता मात्रै हो। हस्पिटल बनाउने कि फाल्ने भनेको कर्मचारी र सेवाग्राहीहरूसँग हुन्छ। तपाईँ समक्ष म एकदम क्षमा माग्न चाहन्छु किनभने हाम्रो कार्यक्रम आज एकदम ढिलो हुन गयो। त्यस कारणले गर्दा मेरो 2-4 शब्दहरू र आजको यस कार्यक्रम यही अन्त्य गर्दै सम्पूर्ण समक्ष र टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू उपस्थित ध्यानमा आसीन अतिथिगणहरू प्रमुख अतिथिहरू समक्ष बिदा हुन्छु र सम्पूर्ण यो कार्यक्रम यही अन्त्य गर्दै बिदा हुन्छु। हस्त नमस्ते।